फोटो खिचिदिनु पर्यो आउनु के होला सर माथि उभिनुहोस् अहिलेको योजनाले यो बनाएको पदमार्ग यो सिडी दाइको नाम के गम बहादुर पूर्जा ए पानी पहिला कसरी खानुहुन्थ्यो अहिले यो घर घरमा धारा आएपछि के सुविधा भएको छ हजुरलाई अहिले पहिला चाहिँ उता अलि टाढा हुनुपर्थ्यो क्या अहिले घर एक धारा गएपछि एक घरमा सजिलो भएको छ ल भयो ल अरू चिजलाई त असर गर्ने यसले कति एमएम पाइप हो यो ट्याङ्कीबाट कति ट्याङ्कीबाट 20 मिटर 30 मिटर यसो खोल्चा कता छ त्यो अनुसारले गरिन्छ तल मारेर त्यो समितिको चाहिँ मान्छेलाई यति चाहिँ यो काम गर्नु चस्मा उस्तै भाइ तपाईँ कुचुक पारे फोटो हामी माथि उकालो लाग्यो नि म चाहिँ 2-3 स्क्रिन नम्बर 2-3 भएको हो अब फेरि त यो तीनटा स्किममा अब भिडियो खिच्नु